धर्मको राजनीतिमा देउबा समूह राजनीतिक वृत्त तरङ्गित। जेन्जी आन्दोलनपछि 5 महिना विदेशमा उपचार गराएर फर्केका कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाले अचानक धर्मको मुद्दा उठाएपछि राजनीतिक वृत्त तरङ्गित भएको छ। कांग्रेसको 14औं अधिवेशनबाट निर्वाचित देउवा पक्षले राष्ट्रिय भेला मार्फत सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएर नयाँ राजनीतिक कोर्स सुरु गर्ने जनाउँदिएको हो। राष्ट्रिय भेलाबाट पारित 5 बुँदे प्रस्तावमा सनातन धर्म संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखिएको छ, जबकि कांग्रेस ठूलो शक्ति रहेकै बेला धर्मनिरपेक्षतालाई आत्मसात गरेको थियो। हिन्दू, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता देउवा र उनको समूहले गरेको छ। यति मात्रै होइन, सम्मेलनको समापन कार्यक्रममा देउवाले आफू हिन्दू भएको पटक पटक दोहोर्याएर यो विषयलाई राजनीतिक वृत्तमा प्रवेश गराएका छन्। आफू हिन्दू भए पनि सबै धर्म मान्ने, स्वतन्त्रताको सम्मान गर्ने उनको भनाइ थियो। नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा आफू रहेको भन्दै देउवाले राष्ट्रिय भेलाको समापनमा भने, म हिन्दू हुँ, पशुपतिमा जान्छु, पशुपतिमा पूजा गर्छु, त्यसकारण म हिन्दू हुँ, हिन्दू हुँ, हिन्दू हुँ। देउवाले बुद्धप्रति माया श्रद्धा रहेको र बुद्धि जन्मलाई आज संसारले मानेको पनि बताए। हिन्दू मतदातालाई प्रभावित पार्ने उद्देश्यले यो विषय अघि सारिएको हुन सक्ने अनुमान पनि गरिएको छ। राष्ट्रिय भेलाको संयोजक बनेका शशाङ्क कोइरालाले बेला बेलामा हिन्दू राष्ट्रका विषय उठाउँदै आएका छन्। 2 वर्ष अघि कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै हिन्दू राष्ट्रका विषयमा जनमत संग्रह गराइनुपर्ने बताएका थिए। 2 वर्ष अघि ललितपुरमा भएको कांग्रेसको महासमिति बैठक स्थलमा सनातन हिन्दू राष्ट्रको पक्षमा चलाएको अभियानमा पनि कोइरालाले हस्ताक्षर गरेका थिए। यसअघि कांग्रेसका नेता तथा पूर्व सांसद शंकर भण्डारी समूहले राज संस्था र हिन्दू राष्ट्रका विषयमा आवाज उठाउँदै आएको छ।